हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ मैले चाहिँ दही मोच्दैछु। अनि त्यति जाँगर त लाग्यो हैन कि मलाई यो भिडियो बनाउनलाई, तर पनि अब यो चाहिँ मेरो अन्तिम यसरी दही मोच्ने नुहाउने निकाल्ने खेलाउने यस्तो चाहिँ अन्तिम हो। किन भन्दा अब मैले गाई, यो चाहिँ मेरो गाईको हो, गाई दुना थियो भन्नुपर्छ, किनभने अब चाहिँ छैन के, मैले गाई पनि बेचिदिसकेँ। अनि यो अन्तिममा रहेको दही चाहिँ मैले यसरी मोथेर नुहाउने निकाल्दैछु यसरी साथीहरू। अनि एउटा भिडियो चाहिँ बनाइराखौँ, अनि भोलि पर्सि यसो सम्झनाको लागि पनि त हुन्छ नि त भनेर यसरी मैले एउटा भिडियो हजुरहरूलाई पनि देखाउँदैछु। नुहाउने निकाल्दैछु के साथीहरू, हेर्न सक्नुहुन्छ हजुरहरूलाई पनि कति देख्दाखेरि रस लागिरह होला के, ओहो भन्ने जस्तो होला। मलाई पनि एकदमै रहर लाग्ने यो यसरी खेलाइरहँदा चाहिँ। अनि बाल्टीभरि दुना, घरमा दुना बस्छु हुँदा त, भैँसी गाई हुँदा त बाल्टीभरि घर धुँदाखेरि त मनै आनन्द आउने के। अनि त्यही माथि यसरी नुहाउने खेलाइरहन पाउँदा त मन आनन्द आउँथ्यो। तर के गर्ने, मैले अहिले चाहिँ सकिनँ बस्तु पाल्न पनि भनेर। अहिले चाहिँ कुनै पनि वस्तुहरू छैन साथीहरू मेरो घरमा। यो चाहिँ अब अन्तिम दही थियो र अनि मैले यसरी मोथेर देखाएको पनि हो। अनि यसरी मोथेपछि मोही पनि अब यो गर्मी सिजनमा त कति शीतल आनन्द दिन्छ नि त मोही पनि खानलाई। अनि मिठो पनि, स्वास्थ्यलाई नि एकदमै राम्रो के, बाहिरको चिसोहरू खानुभन्दा त यो पनि स्वास्थ्यलाई पनि राम्रो हो भनेर अब यसरी मैले नुहाउने निकाल्दै गरेको छु। नुहाउने निकालेर नि लगभग भ्याइ पनि सकेँ। हेर्न सक्नुहुन्छ र हजुरहरूलाई कस्तो लागिरहेछ। नुहाउने अलिअलि बाँकी छ कि हेरेर हल्लाइरहेको छु के, कस्तो निस्किन्छ के यसरी गर्दा पनि। मैले चाहिँ यति नुहाउने निकालेँ, हेर्नुहोस् त। थ्याङ्क यू फर वाचिङ।